साथीहरू म चाहिँ त्यहाँ एकछिन बाहिर इभिनिङ वकमा गएको होइन। त्यहाँ चाहिँ हाम्रो बाहिर बस्ने कुकुरहरू चाहिँ है कुई 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 गरेर नि मलाई खाना मागेको होला क्या। म अरू बेला नि दिन्छु नि त। त्यही भएर मैले खास तिनीहरूकै लागि भनेर यो उब्रिएको खाना थियो होइन, मैले राखिदिएको थिएँ। अब म दिनेवाला छु साथीहरू। तिनीहरूलाई अब यहाँ मैले मिक्स गर्नु चाहिँ केही उयो भेटिनँ, तर पनि मैले अघि छाला क्या त सुँगुरको अलिकति मोमो बनाउनलाई किमा बनाएको थिएँ। त्यही छाला र हड्डीहरू छ, त्यो मिक्स गरेर अलिकति पानी हालेर म दिन्छु। नत्र भने उनीहरूलाई म अरू बेला त दुधसँग दिन्थेँ होइन। अब अहिले चाहिँ यो मासु छ नि त, दुध र मासु त मिल्दैन, त्यही भएर यसरी दिँदैछु साथीहरू। यो मैले चाहिँ यो किन देखाएको होला, यसरी दिएको पनि भन्ने सोच्नुहुन्छ होला। तर म चाहिँ के भन्न चाहन्छु भने यो होइन जनावरहरूलाई अब होइन, अब उनीहरूलाई त अब खासमा चराचुरुङ्गीले पनि उडेर होइन चारो खोजेर खान सक्छ होइन। जहाँ पनि उडेर जान सक्छ, पानी पनि खान सक्छ, पानी भएको ठाउँमा पनि जान सक्छ। तर के अरे उनीहरूलाई फेरि कम्तीले पनि हुन्छ नि त चराचुरुङ्गीलाई। तर कुकुरहरू भनेको चाहिँ बाहिर हुने कुकुरहरू भनेको चाहिँ कस्तो भने बिचराहरू कसैले खानु पनि दिँदैन, न उनीहरूको खेतीपाती हुन्छ होइन, केही हुँदैन। त्यही माथि कतिले त खेदाउँछ। अब पहिला पो मान्छेहरूले बाहिर टोइलेट गर्थ्यो है, त्यसकै भरमा पनि बाँच्थ्यो बिचराहरू फोहोर खाएर। तर अब अहिले त त्यो पनि सबैको आफ्नो आफ्नो टोइलेट हुन्छ। त्यो बिचराहरू त्यतिखेर तिनीहरूको विकल्प थियो होइन। अहिले त त्यो खाओस् पनि भन्न हामी सोच्नु हुँदैन, तर किनभने अहिले त त्यो विकल्प पनि छैन नि त बिचराहरूलाई बाँच्नुको लागि। त्यही भएर अब हामीले अलिकति उब्रेको भातहरू अलिकति बढ्ता होइन, भात चामल लाउँदा के चाहिँ जान्छ र होइन। हाम्रो आखिरी अलिकति एक मुठी बढ्ता लाउँदा तिनीहरूलाई भइहाल्यो। यति यति दिँदा हुन्छ। 3जना छ होइन, यो मजाले अघाउँछ बिचरा। अहिले माग्यो क्या मलाई, अरू बेला नि बिस्कुट लिएर, हुन त भित्र बिस्कुट लिएर राखिदिएको छु उनीहरूकै लागि हो त्यो बिस्कुट। तर पनि यो छ नि त, भात छ नि, म दिन्छु। माया लाग्दो माग्छ के, बाहिर देख्दा नि पछ्याउँछ। खासमा चाहिँ तपाईँ हामी सबैले अलिकति चाहिँ त्यसरी बाहिरको जनावरहरूलाई चाहिँ होइन, विशेष गरी कुकुरलाई चाहिँ त्यसरी हामी बाहिर हुनेलाई, घरभित्र हुने त हामीले मजाले पालेको हुन्छौँ, अब भइहाल्छ। तर बाहिरकोहरूलाई चाहिँ विशेष गरेर तपाईँ हामी सबैले एक गाँस भात चाहिँ दिउँ है भन्ने चाहिँ मैले त्यो पनि अलिकति सोचाइ राखेर यो मैले भिडियो चाहिँ बनाएको है साथीहरू। अन्यथा नसोचिदिनु होला र लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनुहोस्, सकभर सेयर पनि गरिदिनुहोस् होइन भन्न चाहन्छु। साथी भनौँ हामी, जस्ट साथी फ्रेन्ड होइन। एकअर्काको भावना होइन, एकअर्काको चाहिँ कुराहरू, कति कुराहरू नजानेका कुराहरू तपाईँहरूबाट मैले सिक्न सक्छु, मबाट पनि केही तपाईँहरूप्रति आउन सक्छ यस्ता कुराहरू। त्यही पनि त्यस कारण पनि हामी साथी बन्ने हो भन्ने अब भन्न चाहन्छु। र सब्सक्राइब गरेर जोडिदिनु होला, साथी बनिदिनु होला मलाई पनि होइन। त्यतिपछि हौसला हुन्छ नि त। अब हेर्नुहोस् है, यहाँ हातमा यो छ, एक हातमा मोबाइल होइन। अब खुट्टाले म गेट खोल्छु के, भएन हौ हातैले गरेँ। यो हात अर्को हातको सानोबाट मोबाइल झर्छ भने फेरि टेन्सन। यति खोलेपछि चाहिँ अब चाहिँ खुट्टाले मजाले भयो। बिर्सिदेऊ भन्छौ हेर्नुहोस् पर्खेको। खोइ अर्को काले 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 गयो, अर्को चाहिँ माग्यो रे। गेट चाहिँ तानी राख्नु पर्यो, फेरि ऊ कान्छी आउँछ क्या। अब यारिस गर्छ किन दिएको भनेको क्या, उसले खाने पनि होइन यो। खोइ अर्को पर्खेर बस्छ यसरी अनि काले भनेर बोलाएको यस्तो पाउँछ त। पर्ख म दिन्छु ल, पर्ख।
त्यहाँ झगडा नगरी खानु नि फेरि यस्तो हान्छु म फेरि झगडा गरिस् भने एकछिन यस्तो कुट्छु नि फेरि म लु एकजनालाई यहाँ अर्को आऊ यता कुट्छु यहाँ आइज त्यहाँ अर्को यता आइज यिनीहरू त यस्तो चाहिँ छ त हो ऊ यहाँ त्यो नबास त्यहाँ एकै ठाउँ बसेर बाँध्नु पो थाल्छ त हौ फेरि ऊ एउटाले एउटा त्यहाँ खा एउटाले यहाँ खा न लु यहाँ खाऊ अब यस्तो धुलाई भेट्छस् ल तैँले तँ सल्लाह यहाँ छ त राखिदिएको आऊ यहाँ आइज अहिले फेरि खाइदिन्छ छिटो खान ल छिटो खाऊ आफ्नो खानु त्यसरी अनि आफ्नो पनि दिएको छु त त्यहाँ अनि त्यहाँ बाँध्ने होइन नबाचिकन खाँदा पो अन्त राम्रो हुन्छ त यता त उता खोज्नु नजाइ लु खाऊ अघि माग्दै थियो त कु गर्दै मासु मात्र खाने होइन भात पनि खानुपर्छ त्यो चाहिँ अलिकति उयो गर्छ उयो नि मासु मात्रै माम खा भात खा पानीको टोकरी राखिदिनुपर्छ टोकरी चाहिँ फेरि कहाँ पो छिटाउँछ त यिनीहरूले खेलाउँछ क्या लु यति नै हो खौ भो अब आफ्नो खाएपछि उच्च भ्या गर्दै खेदाउनु लगाएको भयो अब आफ्नो खाऊ भयो फाइनली साथीहरू यहाँ चाहिँ हेर्नुहोस् न आरएसले बसिरहेछ यहाँ मेरो खाना सबै दियो भनेर तर होइन नि तिम्रो खाना त मैले सुरक्षित राखिदिएको छु नि त तिम्रो खाना म किन दिन्छु नि माया गाल्छु नि हौ अनि यो चाहिँ हाम्रो कान्छी चाहिँ क्या सबै खाना मेरो दियो भनेर टेन्सन होइन फाइनली 3जना कालेहरूलाई चाहिँ काली एउटा काली 2टा कालेलाई मैले खाना दिइसकेँ अनि यहाँ अब म हात धोइदिएँ कस्तो लाइट आएको म हात धुन्छु बाई बाई सी यू अगेन सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला हस् धन्यवाद फर वाचिङ